म कलाकारहरूले आसन ग्रहण गराउँदैछु र यस चलचित्रमा मुख्य आकर्षणको केन्द्रबिन्दु नायक नेपाली फिल्मको सुपरस्टार किशोर खतिवडाजी हो। उहाँलाई म अगाडि निम्त्याउन चाहन्छु। कृपया गडगडाट तालीले उहाँलाई स्वागत गरिदिनुको लागि सम्पूर्ण म अनुरोध गर्न चाहन्छु। त्यसैगरी अर्का लोकप्रिय नायक नेपाली चलचित्रमा धेरै देखिएको अनुहार नायक वीरेन डिसीलाई पनि म निम्त्याउन चाहन्छु। त्यसैगरी यस चलचित्रका मुख्य नायिका सविता रेग्मीज्यूलाई पनि म परिचय सहित अगाडि आइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यसैगरी यस चलचित्रको अर्का नायिका प्रेक्षा बानियाज्यूलाई पनि म अगाडि उपस्थित भइदिनु अनुरोध गर्न चाहन्छु, आसन ग्रहण गरिदिनुको लागि। त्यसैगरी नायक विक्रम लुम्बाज्यूलाई पनि म अगाडि निम्त्याउन चाहन्छु। यस चलचित्रको नायकको रूपमा उहाँले पनि काम गर्दै हुनुहुन्छ। त्यसैगरी यस चलचित्रमा काम गर्नुभएको छ। नेपाली सिने क्षेत्रमा उहाँको अतुलनीय योगदान छ। मकवानपुर चितवनमा बन्ने प्राय सिनेमामा उहाँ छुट्नुहुन्न। आदरणीय केदार दवारी सरलाई म आसन ग्रहणको लागि आग्रह गर्न चाहन्छु। चलचित्र सृजनाको मुख्य खलपात्रको रूपमा उहाँले एकदमै सानो हुँदा 40 को दशकदेखि उहाँको सिनेमा हेरेका छौँ हामीले। नेपाली चलचित्रमा उहाँको फरक फरक भेराइटी भूमिका, भेराइटिज रोल भन्छौँ हामी। यो पर्फेक्टनेस कलाकार हुनुहुन्छ नेपाली सिनेमामा। उहाँको उपस्थिति नेपाली सिनेमाको लागि एउटा दरिलो उपस्थिति हुन्छ। उहाँलाई हामीले जति शब्दले सम्मान गर्दा पनि अपुग हुन्छ। र यस्ता व्यक्तित्वलाई म निम्त्याउन गइरहेको छु। कृपया तपाईँहरूले पनि जोरदार तालीका स्वागत गरिदिनु होला। रामचन्द्र अधिकारी उहाँको नाम। उहाँलाई नेपाली सिनेमामा काजीको रूपमा हामीले धेरै देखेका छौँ र नेपाली सिनेमाहरूमा अत्यन्तै सम्मानित व्यक्तित्व हुनुहुन्छ। नेपाली सिनेमा उद्योगमा उहाँको योगदान अतुलनीय छ। उहाँलाई हामीले यस कार्यक्रममा अत्यन्त सम्मानका साथ उहाँलाई आसन ग्रहणको लागि आग्रह गरेँ। धेरै धेरै धन्यवाद छ रामचन्द्र अधिकारी सर। उहाँलाई हामी पछिल्लो समय मेरी बासै भन्ने एउटा टेलिसिरियलमा गोख्ते काजी भनेर चिन्छौँ है। धेरै नेपाली सिनेमाहरूमा चाहिँ उहाँले काजीको भूमिका गर्नुभएको छ। विशेष गरी खलपात्र रुचाउनुहुन्छ। उहाँले रुचाउनु भएको हो कि कथाले माग्या हो, खलपात्रमा एकदमै फिट उहाँ चाहिँ है। धेरैले चिन्नुहुन्छ उहाँलाई। अब म अन्य कलाकार साथीहरूको परिचय र उहाँहरूको आसन ग्रहणको लागि आग्रह गर्न गइरहेको छु। कलाकार अभिनेता चलचित्र निर्मात्री सन्ध्या शाह हाम्रो माझ उपस्थित हुनुभएको छ भन्ने मैले जानकारी पाएको छु। कृपया अगाडि आइदिनु होला। चलचित्रको निर्मात्री सन्ध्या शाहज्यूलाई म आसन ग्रहणको लागि आग्रह गर्न चाहन्छु। म कलाकार साथीहरूलाई त्यसरी सन्तोष ठोकर हुनुहुन्छ। उहाँलाई पनि आफ्नो परिचयको साथ आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। सम्पूर्ण कलाकार साथीहरूलाई ससम्मान गडगडाट तालीले यहाँले स्वागत गरिदिनुहुनेछ भन्ने विश्वास मैले लिएको छु। त्यसगरी यसबीचमा सन्तानज्यू हाम्रो माझमा हुनुहुन्छ। उहाँलाई पनि म ससम्मान आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मकवानपुर जिल्लाको गहना हुनुहुन्छ। त्यसगरी म कलाकार साथीहरूको परिचय सहित उहाँहरूलाई ससम्मान उहाँहरूको नाम सम्बोधन गर्न गइरहेको छु। देव वाइवा यस चलचित्रका कलाकार हुनुहुन्छ। त्यसगरी सुरज गोङ्गा यस चलचित्रका कलाकार हुनुहुन्छ। त्यसैगरी सुनिल श्रेष्ठ यस चलचित्रका कलाकार हुनुहुन्छ। त्यसैगरी प्रेम कुमार श्रेष्ठ यस चलचित्रका कलाकार हुनुहुन्छ। त्यसैगरी बासु गजुरेल यस चलचित्रका कलाकार हुनुहुन्छ। ममता गजमेर यस चलचित्रका कलाकार हुनुहुन्छ। अनि थप जोरदार ताली बजाइदिनु होला। बाल कलाकार, बाल प्रतिभा। त्यसैगरी सुजाथिङजी पनि यस चलचित्रको बाल कलाकारको रूपमा अभिनय गर्दै हुनुहुन्छ। उहाँलाई पनि जोरदार तालीका साथ स्वागत गरिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। अतिथिगणहरूलाई खादा लगाएर सम्मान स्वागत गरिदिनुको लागि म